माननीय हर्क साम्पाङ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष आज चाहिँ भने उहाँ यो हाम्रो देशैभरिको श्रमदानको महाअभियानमा ललितपुरको लामाटार महालक्ष्मी नगरपालिकामा आइपुग्नु भएको छ र तमाम बाटो प्रेमी राष्ट्रभक्त श्रमदाताहरूलाई आफ्नो महान विचारहरू बाँड्दै हुनुहुन्छ। तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ लेख्नुहोस्, जय माटो जय देश यो श्रमदानको अभियानमा जोडिँदै हुनुहुन्छ भने तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। सँगै जहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ, तपाईँलाई पाएक पर्ने ठाउँमा राष्ट्रले सम्झिने गरी, तपाईँको भूगोलले सम्झिने गरी प्रत्येक शनिबार हामी श्रमबारको रूपमा लिन्छौँ। यसलाई श्रमदानमा जुट्नुहोला। आफ्नो लागि 6 दिन श्रम गर्छौँ र राष्ट्रको लागि, आफ्नो भूगोल समाजको लागि 1 दिन श्रम गरौँ भन्ने यो श्रमदानको महाअभियानमा हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष माननीय हर्क साम्पाङ श्रम पिताज्यूले यो सुरुवात गर्नुभएको श्रमदानको अभियानमा जोडिनुहुने सबैलाई जय माटो जय देश र उहाँको विचारतर्फ हामी लाग्नु। मैले यहाँलाई दुई चारवटा कुराहरू भन्नुपर्छ जस्तो लाग्यो। त्यस्तै खुसी लागेको छ आज श्रमदान हामीले श्रमदान गरिरहेका छौँ। इम्प्याक्ट गरिसक्यौँ। म चाहिँ ढिलो आइपुग्नु थुप्रै कामहरू छन्, त्यसले गर्दाखेरि ढिलो आएँ। तपाईँहरूले यहाँ सरसफाइ गर्नुभयो जस्तो मलाई लागेको, सरसफाइ गर्नु सक्नु भयो जस्तो मलाई लागेको होइन। धन्यवाद दिन चाहन्छु सहभागी सबैजनालाई। अब हामीले यो श्रमदानलाई एउटा कल्चरको रूपमा, संस्कृतिको रूपमा हामीले विकसित गरिसकेको अवस्थामा हाम्रो श्रम संस्कृति पार्टी आफैमा श्रम र श्रमदान, श्रमदाता यो तीनटा कुराहरू, तीनटा विषय, तीनटा प्रसङ्गमा उभिएको छ। हामीले श्रम गरेनौँ भने हाम्रो पार्टी रहँदैन, श्रमदान गरेनौँ भने हाम्रो पार्टी रहँदैन। हामी आफूलाई श्रमदाता ठानेनौँ भने, हामी श्रमदाता बनेनौँ भने हाम्रो पार्टी गफले देश बन्दैन। गफले देश बन्ने भने म धरानकै घरको धुरीमा बसेर गफ गर्दै गर्ने, यहाँ किन आउनु। आज हाम्रो श्रमदाता तपाईँ हाम्रा साथीहरू राजकुलामा कुन भाबिराख्नु भएको छ, उहाँहरूको लागि ताली बजाउनु। हिजो मात्रैको अपडेट मैले पाउँदाखेरि 97 जना दार्चुलाभन्दा बाहिरका 97 जना, कोही धरानबाट छन्, कोही इलामबाट छन्, कोही कता छन्, कोही के छ, उहाँहरू चाहिँ 97 जना अहिले एउटा शिविर जस्तो ठाउँमा एउटा कम्मु टाँगेर बसेर त्यहाँनिर श्रम गरिराख्नु भएको छ। उहाँहरू 17 गते 1 लाख र 21 गते 1 लाख फर्किने भन्ने छ। त्योभन्दा अगाडि हामी रिइन्फोर्स भएर त्यहाँ जानुपर्छ। यो आर्मीमा ट्रेनिङ गर्ने सरहरू हुनुहुन्छ यहाँको, तपाईँहरूलाई थाहा छ रिइन्फोर्समेन्ट भनेको के हो होइन। उहाँहरू छुट्टीमा निस्किँदै हुनुहुन्छ। अब हामी त्यहाँ जानलाई को तयार हो? तयार छ यहाँ? तीनजना मात्रै तयार छ। साँच्ची हो? 21 गते भन्दा पहिला हामी पुलसम्म पुग्नुपर्छ। त्यो पुल सकिन्जेलसम्म हाम्रो त्यहाँनिर 21 गते भन्दा पहिला हामीले एउटा टोली बनाउँछ। म यो टोली बनाउने थिएँ। यहाँका हाम्रा के अरे यता रमनजी उहाँलाई मैले आज दिन चाहन्छु। एकजनामा आउनु महिलातर्फ टोली बनाउने एकजना मिल्यो यहाँ मलाई पनि सबैजना है। तपाईँ 3 जनाको अगुवाई थोरैमा 30 जना श्रमदाता, 30 जना। हामी रेडी छौँ? रेडी मात्रै हो? यस। काठमाडौँको श्रमदाता अलि अल्छी छ, मात्रै गफ गर्ने ठाउँको श्रमदाता तयार भइहाल्छ। रेडी सबैजना त्यहाँ 2 खालको क्याम्प छ। ठाउँमा खाना खानाको पिकनिक जस्तो होइन। हामी जाँदा आउँदा र खाना पर्छ।
बस्नका लागि हल्का खालको केही विज्ञानका लाने है आफै लाग्दैन खाना पर्छ चियाहरू पर्छ खाइहाल्छ तर जानु चाहिँ तपाईँ 3 जनाले रेडी बनाउन सक्नुहुन्छ 30 जना सक्नुहुन्छ भने सक्नुहुन्छ भन्नु सक्नुहुन्छ म सक्दिनँ भन्नु सक्नु मान्छेले बोलाउनु सक्नुहुन्छ ए त्यति सक्नुहुन्छ हात उठाउनु है श्रम संस्कृति पार्टी भनेको गफ गर्ने पार्टी सबै गर्नुपर्छ हामी जति गफको गर्ने फेरि यो नेपालमा छैन मेरो त यहाँबाट नजिक पर्छ बन्द रहेछ पार्टी त देश बन्दैन पक्का देश बनाउने सम्म यो कारणले हामी त्यो पुल बनाएर देखाउँछौँ होइन उहाँहरू अब अस्ति जानुभएको कति हप्ता भइसक्यो त्यसले गर्दाखेरि उहाँहरू अभ्यास हुनुहुन्छ 21 गतेभन्दा अगाडि हामी 20 गते थोरैमा 30 जना बढीमा 6 जना हामी त्यहाँ जान्छौँ एउटा नयाँ एक्सपिरियन्स हो सुन्नु भाइ ध्यान दिउँ है त्यस्तो एउटा गुना ध्यान दिउँ है थोरै ध्यान दिउँ प्रश्न गरौँ है नाम लिनमा तर नाम निकालेर झुन्झरमा गफ गर्ने होइन त्यो इम्पोर्टेन्ट छैन आफ्टर माई स्पिच कति बोल्ने हो बोल्नु यो माइक दिन्छु म बोल्दै बोल्नु सुन्नु पर्यो देशको यस्तो एउटा कुना जुन कुनामा राज्यको कहिले पनि आमा बोलेन देशको यस्तो कुना जुन कुनामा बस्ने मान्छेहरू म त यो देशको भन्दा त्यो देशको भयो हुन्थ्यो नि बोल्नु याङको बजार पनि विद्यालय पनि बाटो पनि यो देशमा चाहिँ केही छैन भनेर आफूले आफैलाई निकाल्दै बसेको कुना यो कुना देशको कुना हुन्थ्यो है यो दार्चुलाको दुम्लिङमा बस्ने मान्छेहरू तपाईँको दाजुभाइ हुन्थ्यो है मलाई त धेरै घरको सदस्य जस्तो लाग्यो त्यहाँ जानुपर्छ भनिरहेको हामी काठमाडौँमा रमाइरहेका छौँ पोखरामा रमाइरहेका छौँ धरानमा रमाइरहेका छौँ यो दुम्लिङको दुःख देख्न हामी जानु नजाने यदि हामी नजाने भन्यौँ भने कि त हामी नेपाली होइन त्यो ती मान्छेहरू नेपाली श्रम संस्कृति पार्टी भनेको चुनावमा लड्ने सांसद भाषण गर्ने भइपरि आयो मन्त्री पड्काउने भन्ने मात्रै होइन यो पार्टी भनेको एउटा नेपालीलाई अर्को नेपालीसँग जोड्ने पार्टी र बुझ्नुभयो आज ताप्लेजुङको एउटा लिम्बूको छोरा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर 2 को माथिल्लो दुम्लिङमा काठा दुम्लिङ खोलामा ढुङ्गा बोक्दैछ आज त्यो उसलाई ढुङ्गा बोक्न त्यहाँ सपनामा नपुगेको नविपनामा भोलि पुग्ने आशा राखेको किन श्रमदान गरिरहेको छ त ताप्लेजुङको मान्छे दार्चुलामा महाकालीमा है भन्दाखेरि हामी नेपालीले नेपालीलाई जोड्न चाहन्छौँ नेपालले नेपाललाई जोड्न चाहन्छ हाम्रो सीमा यहाँदेखि यहाँ हो भन्ने कुरा बोध हुनुपर्छ हामीलाई ती कुराहरू हेर्नका लागि तपाईँ जानुपर्छ महाकाली भनेर मात्रै पढेर हुन्छ है सिङ्गापुर पुगेर आइसकियो अमेरिका पुगेर आइसकियो युके बसेर आइसकियो महाकाली पुग्न सकेको छैन पुग्न मानेको छैनौँ हामी नेपाली नै छौँ होइन त्यसले गर्दाखेरि आफ्नो देशको सिमाना हेरेर सिमानामा बस्ने मान्छेहरूले कस्तो दुःख शान्तिका साथ जीवन बिताइरहेका रहेछन् भनेर हेर्न आउँछ त्यो भन्नु प्रोत्साहन दिन चाहन्छु म तपाईँ जीवनमा दुःख पनि देख्नुपर्छ हामीले कति मान्छेहरूलाई त काठमाडौँमै जन्मेको हुर्केको के खाएको यही तपाईँ भ्यालीभित्र बस्छु भन्ने पनि होला तपाईँहरू मध्ये कोही करोडपति पनि हुनुहुन्छ मलाई कोही अर्बपति पनि हुनुहुन्छ होला मलाई थाहा छ no matter regardless how much property you have तपाईँ जानु दुःख गर्नुपर्छ है बाख्राको खोर जस्तो देखिने ठाउँहरूमा पनि सुत्नुपर्छ तपाईँ यदि सुत्न सक्नुहुन्न भने तपाईँलाई मैले सन्ताश्रम दादा भन्न सक्दिनँ सक्दिनँ म देशको तपाईँको शीतलहरमा सुत्न सक्नुपर्छ श्रमदाता
है त्यहाँ पुग्न सक्नुपर्छ श्रमदाता। हामी यो देशलाई साँच्चै नै बनाउनको लागि आएका छौँ भने होइन फोटो मात्रै खिच्न आएको यसो टिकटक गरौँ त्यसो चाहिँ फेसबुक चल्छ कि भ्युज बढाउनु मात्रै भन्ने हिसाबको छ भने म तपाईँलाई श्रमदाता भन्न सक्दिनँ। तपाईँ श्रमदाता हो? तपाईँले भन्नुहोस् तपाईँ श्रमदाता हो? यदि श्रमदाता हो भने तपाईँ दार्चुला जानुहुनेछ, दार्चुलामा बसेर काम गर्नुहुनेछ। तपाईँको दाजुभाइ त्यहाँ है तपाईँ उडेर जानु पर्दैन, पखेला छैन। तपाईँको सत्ता छैन, उडेर पनि जान सक्नुहुन्न। त्यसको ट्रान्सपोर्टेसनको म्यानेजमेन्ट हाम्रो टिमले गर्छ। बहाना होइन जीवन, चाहना हो जीवन। चाहना मात्रै होइन जीवन, संकल्प हो जीवन। संकल्प मात्रै होइन जीवन, सङ्घर्ष हो जीवन। सङ्घर्ष मात्रै होइन जीवन, सफलता हो जीवन। के हो भन्नु? अब धेरै बोलौँ भने फेरि लास्टमा छ, तर अल्छी चाहिँ लाग्दैन। यो कुरा सुन्दा अल्छी चाहिँ लाग्दैन है। यति भन्न चाहन्छु, म तपाईँहरूलाई इन्करेज गर्न चाहन्छु, प्लिज दार्चुलाको लागि यहाँ यो फोरम मात्रै उठाइराखेर हुँदैन होइन। त्यहाँ हामी गइसकेपछि सबैको नजर त्यहाँ है। फोन पनि लाग्न थाल्यो अरे, हिजो लाग्दैन थियो। बाटो पनि पुग्छ होला भोलि, हिजो थिएन कहीँ कतै है। बिजुली नै पुगेको रहेनछ, बिजुलीको खम्बा पनि लाजाले होला पुग्दै थियो त्यहाँ। रातिको ध्यान आकर्षण हुनु जरुरी छ है। त्यो गरिसकेपछि फेरि त्यस्तै कुनै दूर दराजमा अहिले नै गर्दिन, फेरि हामी त्यहाँ जान्छौँ है। यो चिज हो श्रम संस्कृति। यो श्रम संस्कृतिमा आउन चाहनुहुन्छ भने, श्रमदाता बन्न चाहनुहुन्छ भने तपाईँ पनि मै जस्तो देश सोच्न सकौँ, म देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ, म देशकै लागि मर्न सकौँ भन्ने टी सर्ट लगाएर यो देशका लागि पसिना बगाउन चाहनुहुन्छ भने हाम्रो सदस्यता वितरण भइराखेको त्यो मेरै हातबाट म तपाईँलाई वितरण गर्छु। यहाँहरू सबैको जय होस्। नमस्कार, धन्यवाद।